एउटा प्रश्न सोचौँ त, हामीलाई सुरक्षा दिनेहरूको मानसिक सुरक्षाको ख्याल चाहिँ कसले गर्छ? हो, यही गम्भीर प्रश्नको जवाफ खोज्ने एउटा प्रयास भएको छ नेपालको बुटवलमा। त्यहाँ प्रहरी अधिकारीहरूलाई बनाउन मानसिक रूपमा अझ बलियो बनाउन एउटा नयाँ कदम चालिएको छ। आउनुहोस् आज यही पहलको भित्री कथा खोतलौँ। हामी प्रहरीलाई वर्दीमा देख्छौँ, सार्वजनिक सुरक्षाको जिम्मेवारी बोकेको एउटा बलियो स्तम्भको रूपमा। तर त्यो वर्दीभित्र उनीहरूले हरेक दिन सामना गर्ने अदृश्य दबावहरू के होलान्? साँच्चीकै एक प्रहरी अधिकारीको जीवन कस्तो हुन्छ होला? यो प्रश्नले हामीलाई उनीहरूको औपचारिक कर्तव्यभन्दा पर गएर उनीहरूको मानवीय पक्षलाई अलि गहिरिएर हेर्न बाध्य बनाउँछ। उनीहरूको हरेक दिन साँच्चै भन्ने हो भने एउटा अग्नि परीक्षा जस्तै हो। सोच्नुस् त, एकातिर तनावले भरिएको भिडलाई सम्हाल्नु पर्ने दबाव, अनि अर्कोतिर मनै सिरङ्ग हुने जघन्य अपराधहरूको अनुसन्धान, त्यसमाथि 24 घण्टे ड्युटीको त्यो कहिल्यै नरोकिने चक्र। यसले त शरीर र मन दुवैलाई गलाउँछ नि, होइन र? यस्तो निरन्तरको मानसिक र शारीरिक बोझले मनोबलमा असर पर्नु त्यो त अस्वाभाविक होइन, लगभग निश्चित जस्तै हो। यही गम्भीर अवस्थालाई सम्बोधन गर्न बुटवलमा एउटा आशाको किरण देखियो। राइज अगेन, अर्थात् साहसको उडान। यो एउटा यस्तो पहल हो जसले हाम्रा रक्षकहरूलाई फेरि उठ्न र अझै बलियो बन्न मद्दत गर्ने लक्ष्य राखेको छ। अनि यो कुनै सानोतिनो प्रयास पनि थिएन है। एकैचोटि, एकै दिनमा 150 जनाभन्दा बढी प्रहरी अधिकारीहरूलाई एकै ठाउँमा भेला गराइएको थियो। हो, यो आँकडाले नै बताउँछ कि यो कार्यक्रम कति महत्त्वपूर्ण र आवश्यक थियो। यो कार्यशाला एउटा एकदमै आधारभूत सत्यमा केन्द्रित थियो। प्रमुख प्रशिक्षक रमेश अर्यालले भने जस्तै प्रहरीको जस्तो तनावपूर्ण पेशामा मानसिक स्वास्थ्यलाई नजरअन्दाज गर्नु भनेको सिधै उनीहरूको सुरक्षा दिने क्षमतामा नै असर पुर्याउनु हो। यो केवल व्यक्तिगत कुरा मात्रै रहेन, यो त सिङ्गै समाजको सुरक्षासँग जोडिएको विषय हो। अनि यसको अर्को गजबको पक्ष के थियो भने यसको लक्ष्य प्रहरीलाई मात्रै होइन, समुदायलाई पनि जोड्नु थियो। बुटवल जेसिसका अध्यक्ष मोहन नेउपानेको शब्दमा भन्नुपर्दा उद्देश्य थियो प्रहरी र नागरिक बीचको विश्वासको त्यो डोरीलाई अझै बलियो बनाउनु, ताकि प्रहरी मेरो साथी भन्ने अभियान नारामा मात्र सीमित नहोस्। त्यसो भए यो एक दिने कार्यशालामा प्रहरी अधिकारीहरूले त्यस्तो के सिके त जसले उनीहरूलाई बलियो बनाउन सकोस्? आउनुहोस् उनीहरूलाई सिकाइएका केही वैज्ञानिक र व्यावहारिक तरिकाहरूबारे जानौँ। यो कार्यशाला भाषणबाजी मात्रै थिएन, यो त पूर्णतया व्यावहारिक थियो। सहभागीहरूलाई तनावसँग जुझ्नका लागि वैज्ञानिक विधिहरू सिकाइयो, जस्तै बडी म्यापिङ, जसले शरीरमा तनाव कहाँ जम्मा भएको छ भनेर पत्ता लगाउन सिकाउँछ, ग्राउन्डिङ, जसले तनावको क्षणमा आफूलाई वर्तमानमा फर्काउन मद्दत गर्छ, र सीबीटी जस्ता प्रमाणमा आधारित शक्तिशाली थेरापीहरू। यीमध्ये सीबीटी अर्थात् कग्निटिभ बिहेभियरल थेरापी एक निकै शक्तिशाली मनोवैज्ञानिक उपकरण हो। अब सरल भाषामा भन्नुपर्दा यसले हामीलाई आफ्नो नकारात्मक सोचको ढाँचा चिन्न र त्यसलाई सकारात्मक व्यवहारमा बदल्न मद्दत गर्छ। यस्तो तनावपूर्ण पेशाका लागि यो त साँच्चै उपयोगी कुरा भयो। अन्ततः यो तालिमको मुख्य लक्ष्य तनाव घटाउनु मात्र थिएन, यसको वास्तविक उद्देश्य त प्रहरी अधिकारीहरूको भित्री आत्मविश्वासलाई फेरि जगाउनु थियो, ताकि उनीहरूले एउटा नयाँ ऊर्जा र उत्प्रेरणाका साथ आफ्नो सेवामा फर्कन सकुन्। एक प्रहरी अधिकारीको मानसिक स्वास्थ्यमा गरिएको लगानीको असर उनीमा मात्रै सीमित रहँदैन, होइन, यसको प्रभाव त पुरै समाजमा फैलिन्छ। कसरी? आउनुहोस् हेरौँ। यो भनाइले नै सम्पूर्ण पहलको सार बताउँछ। इलाका प्रशासन कार्यालयका प्रमुख रामचन्द्र अर्यालले स्पष्ट पारे जस्तै जब हाम्रा रक्षकहरू मानसिक रूपमा बलिया हुन्छन् तब मात्र समाजले सुरक्षा र शान्तिको सास फेर्न सक्छ। यो सम्बन्ध एकदमै प्रत्यक्ष र अटुट छ, र यसले समाजमा एउटा सकारात्मकताको लहर नै सिर्जना गर्छ। मानसिक रूपमा बलियो प्रहरी बल अझ बढी संवेदनशील र सक्षम हुन्छ, जसले गर्दा समुदायसँग बलियो र मैत्रीपूर्ण सम्बन्ध बन्छ। अनि बिस्तारै यसले मानसिक स्वास्थ्यप्रतिको सामाजिक दृष्टिकोणमा पनि सकारात्मक परिवर्तन ल्याउन सक्छ। र सबैभन्दा उत्साहजनक कुरा के छ भने यो त सुरुवात मात्र हो। आयोजकहरू यसलाई एक दिने कार्यक्रममा मात्रै सीमित राख्न चाहँदैनन्। उनीहरूको प्रतिबद्धता छ कि यसलाई एक दिगो अभियानमा बदल्ने, ताकि यसको प्रभाव निरन्तर रहिरहोस्। र अन्त्यमा एउटा प्रश्नसँग यो चर्चालाई बिट मारौँ। जुन रक्षकहरू हाम्रो समाजको शान्ति र सुरक्षाको लागि दिनरात खटिन्छन्, उनीहरूको आफ्नै मनको शान्तिको रक्षा गर्ने जिम्मेवारी चाहिँ कसको हो त?
सायद यही प्रश्नको जवाफमा नै एउटा साँच्चीकै सुरक्षित र संवेदनशील समाजको जग लुकेको छ।